हेलो यहाँ नमस्ते वेलकम टु माई फर्स्ट भ्लग। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अनि अहिले चाहिँ म यहाँ हामी चाहिँ आज कामभन्दा त यहाँ ठुलो काममा हिँड्न बन्चर सन्चर बोकेर यहाँ घरदेखि 2 घन्टा हिँडेर यहाँ पुग्यौँ भर्खर। अझै पनि त्यो काम हुने ठाउँमा पुगेका छैनौँ, अझै पनि टाइम लाग्छ होला सायद। अबको आधी घन्टामा गएर त्यो धुरा काट्ने ठाउँमा पुगेर काट्न सुरु हुन्छ होला सायद। अनि त्यति बेलासम्म चाहिँ हजुरहरूले भिडियो पुरासम्म हेरिदिनु होला, माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला। यतिजनासम्म हामी सबैजना म चाहिँ यो क्यामेराले क्याच गर्न सकेन खासमा। अब राम्रो क्वालिटी छैन, अब अरू जस्तो मोबाइल होइन, आइफोन जस्तो त्यो सबै छैन। त्यसरी क्यामेरा त्यति राम्रो छैन होला। सल्लाह हुँदैछ। कहाँ जाने भन्ने दोकानमा ल हजुरहरूलाई म चाहिँ देखाइरहनेछु हाम्रो छोटो क्लिपहरू। अनि सबैजनाले माया गरिदिनु होला। अब हिँड्नुपर्छ यहाँदेखि। अब मोबाइल समातेर हिँड्नु सकिन्न, त्यसैले सबैजना हेरिदिनु, फुल भिडियो हेरिदिनु होला। म हजुरहरूलाई देखाइरहन्छु। A few moments later. हेलो, देख्नु हाम्रो ठाउँ धुरा खोज्दा यहाँ पुगिसक्यो हामी। यहाँ दाइको इन्ट्री, यो छोरो, म बन्चरसँग चाहिँ एकछिन अरू चाहिँ गइसक्यो अगाडि। अब हामी चाहिँ कतिखेर धुरा भेटिने हो, कतिखेर के हुने हो, त्यतिसम्म हेरिराख्नु होला त्यसको। अनि आइज ए बन्चर यहीँ छ, फेरि दाइ यहाँ हुनुहुन्छ, म चाहिँ यहाँ छु। अब चाहिँ केही छैन। अब यहाँ रुखहरू त छन्, यिनीहरूकै रुख हो। यिनीहरूकै अब सानो रुखहरू काटेर लग्नुपर्छ सल्लाहको। अब सिधै हामी त्यसैले भेटिएको छैन। धुरा काट्नेलाई भेट्छौँ, सिधै रुख काट्ने बेला भेट्छौँ। अब हेलो, हामी चाहिँ अब त्यो धुरा काट्ने ठाउँ पुगिसकेका छौँ। घरदेखि लगभग 3-4 घन्टा हिँडेर यहाँ पुगेँ मैले। 9, 8, 9, 10, 11, 4 घन्टा 4 घन्टा लागेको। हामी चाहिँ यस्तो ठाउँमा पुगेका छौँ। यसले हेर्नुहोस्, मनै आनन्द अरू क्यामेरा जस्तो छैन आफ्नो मोबाइल चाहिँ। अब आफ्नो मोबाइल चाहिँ यस्तै छ, राम्रो देखाउँदैन। त्यो पर्दैन यहाँ पर, त्यो पर्दैन यहाँ पर। चुप कर बे कुत्ते। पर्दैन त्यो कुइरो देखाउनु, कुइरो दामी। अहिले चाहिँ हामी 2 जना मात्र हो होइन। अरू 4 जना चाहिँ 4 होइन 5 जना होइन, तल 5 जना छन्, काट्न लाग्छन्। दुईटा भेट्यो। अब चाहिँ अझ 3टा खोज्नुपर्ने त 4 त लग्ने आज फेरि। 4वटा खोज्नुपर्ने छ अझै। भर्खर 2टा भेट्यो, त्यही पनि 4 घन्टाको बाटो हुँदै लगातार हिँडेछु। फेरि बाटोमा भलै देख्नु भएन होला, मैले चाहिँ स्टार्ट गरेन, यसले गरेको थियो। यसले मोबाइल ल्याएको थिएन, अनि यसले गरिरहेको थियो। यसको पनि बिचमा आउँछ होला क्लिपहरू। मैले बनाउन सकिनँ कि हिँड्नै गाह्रो भए बेला कहाँ भ्लग बनाउने। अहिले चाहिँ बसेर बनाइरहेको छु। घर पुगिन्छ कि थाहा छैन, त्यो पनि कति 5-6वटा काटेर घर पुगिन्न होला सायद। 6-7 बज्ने हो। अब राति 11-12 बजे पुग्यो भने चाहिँ अब भोकले मार्छ। त्यतिखेरसम्म बिहान खायो अहिलेसम्म। अनि त्यति बेलासम्म हजुरहरूलाई म आफ्नो धेरै यहाँ भिडियो बनाउन नसके नि, काम हुन्छ, त्यही भएर अलिकति छोटो क्लिपहरू हजुरहरूलाई देखाइराख्ने छु। सबैजनाले माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। 4K सब्सक्राइब पुग्न लागेको छ। जसरी हुन्छ जति चाँडो 4K सब्सक्राइब पुर्याइदिनु होला। र अब चाहिँ हजुरहरूलाई छोटो क्लिपहरू देखाउनेछु। आदि चाहिँ हामी 3 जना चाहिँ यहाँ टिकटक बनाउनु लाग्छ। आदि 3 जना तल छन्, 4 जना तल छन्। अनि तिनीहरू काट्न लाग्छौँ।
अब काटिसकेपछि ऊ दुईवटा काटिसक्यो, अरू खोज्न जानु पर्ला जस्तो छ। अब हामीलाई तल बोलाएको छ नि, एकछिन हामी तल जान्छौँ। सो त्यतिखेरसम्म कुरेर बस्दिनु होला। 2 hours later. सो अब हामी चाहिँ नास्ता खान लागेको। नास्ता चाहिँ के खान लागेको अब हेर्नुहोस् हाम्रो गाउँको अर्ग्यानिक के भन्छ यसलाई? अर्ग्यानिक रोटी। वाह वाह मकै मकै भन्छ यसलाई। सबै खाने हो कि हामीले पनि खानु मन लाग्यो नि त। अरे कहना क्या चाहते हो? ए तरकारी तरकारी हो। हो। अब हामी नास्ता खान लाग्छौँ। सो एकछिन चाहिँ यहाँ एक हातले खानु नास्ता खान लाग्यो। नास्ता खाएर फेरि एउटा दुईवटा काट्यो भने अनि घर जाने हो त्यति बेलासम्म। अनि एकछिन चाहिँ म नास्ता खाएर एकछिन पछि आउँछु। हेलो, हामी चाहिँ अब यहाँबाट चाहिँ सब गरेर हिँड्न लागेको। यस्तो जङ्गलमा हिँड्नुपर्छ। आधी उताबाट आखानदेखि न यहाँबाट हामी चाहिँ यो लगेर जानला। यहाँ अब दुईवटा छ, तिनवटा लगिसकेँ। एउटा यहाँ तान्दैछ। तल तिनवटा अगाडि, चारवटा अगाडि चाहिँ एउटा यहीँ छ। अनि हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ। यहाँबाट अब भिडियो बनाउनु पाइँदैन। सो अब घर पुगेपछि हामी भिडियो अलि पुगेपछि देखाउनेछौँ। अहिले चाहिँ यति हो। अब चाहिँ तान्नुपर्छ यहाँ छेकेर।